सुब्लु भन्ज्याङ ल यो चाहिँ खिजी बजार हो। अब हामी चाहिँ यता आयौँ। बाटोको अवस्था यस्तो छ। सरेर आउँदा यता चाहिँ डेम्बाको सुरुवात भयो। दौडा जस्तो गीत बजाएर अनि अहिले चाहिँ कस्तो भने अहिले चाहिँ पुरै जाति भइसक्यो कि कुहिरो लागिसक्यो। त्यही भएर ठन्डी भइसक्यो। घाम लाग्दाखेरि चाहिँ ठिकै हुन्थ्यो। हेलो नमस्ते माई युट्युब च्यानल घनिष्ठ किराती। आज चाहिँ हामी खिजीडेम्बा चाहिँ घुम्न जान लागिरहेछौँ होइन। यहाँ चाहिँ भाइ छ अगाडि, दुईटा भाइहरू चाहिँ अगाडि गइसकेको छ। अनि हामी चाहिँ यहाँ घरभन्दा यताबाट सुरु गरिरहेछौँ है ब्लग। अब हामी चाहिँ डाँडामा पुगेर घुम्नेछौँ गुम्बा अनि डाँडाहरू कस्तो हुनेछ हामी तपाईँहरूलाई देखाउनेछौँ ब्लगमा होइन। यस्तो छ, बिहानै हिँडिरहेछौँ। माथि चाहिँ घाम आइसकेको छ। माथि चाहिँ हिँडिरहेछौँ। अब यहाँबाट हामी चाहिँ बिर्खर्क हुँदै वन्से हुँदै सालमे हुँदै चुब्लु भन्ज्याङ निक्लिन्छौँ। अनि चुब्लु भन्ज्याङ पुगेर चाहिँ हामी 3350 को यात्रा गर्नुपर्ने छ। हामीले 3350 माथि अग्लो। अनि वहाँ गएर चाहिँ हामी के गर्नेछौँ हामी तपाईँले थम्बनेल हेरेर अनि थाहा पाउनुहुनेछ होइन। हामी चाहिँ यहाँ खोलाको छेउ आइसक्यौँ। यहाँ चाहिँ चरा कराइरहेछ। आवाज सुन्नुभएर होला कस्तो मिठो होइन। चरा बर्ड्सहरूको भाइ चाहिँ राम्रो आइरहेछ। अब हामी चाहिँ यहाँनिर सानो खोला छ, त्यहाँबाट पारी चाहिँ गरेर पुग्नेछौँ। गाइज भिडियो हेर्दै गर्नु होला। म चाहिँ परबाट फेरि भिडियो गर्नेछु है। हामी चाहिँ फाइनल्ली यो भिर्खर्कमा आइसक्यो। भिड छ यस्तो बाटो। भाइहरू ल फाइनल्ली हामी चाहिँ चुब्लु भन्ज्याङ आइपुगिसक्यो। सालमा प्रवेश गरेर हाम्रो एकजना बुवा यहाँ छ। अहिले चाहिँ 9 बजेर 15 मिनटको लगभग होइन। हाम्रो हिँडाइ भनेको चाहिँ 3 घन्टादेखि माथि भइसक्यो। बुवाहरू बनाउन अझै लाग्छ 5 घन्टा जति। फेरि 5 घन्टा लाग्दैन, लाग्छ 3 घन्टामा हामी मजाले पुग्छौँ। बिस्तारै गयो भने नि हामी चाहिँ यहाँ अगाडि नास्ता पानी खाएर जानेछौँ। अहिले खिचौँ होइन त्यहाँ पुग्नुपर्ने हामी चुब्लु भन्ज्याङ फाइनल लुक। ल फाइनल्ली हामी चाहिँ यहाँ चुब्लु भन्ज्याङबाट उकालो लागिसक्यो। भाइहरू यता भाइहरू माथि पुग्दा बाँच्दैन होला सायद। त्यहाँ पर चाहिँ हाम्रो खिजीको भ्यू हो। अनि पारिपट्टि चाहिँ रामेछाप है। यो चाहिँ खिजीदेखि पर्छ। त्यहाँभन्दा उता चाहिँ खिजी बजार। हाम्रो एउटा भाइ चाहिँ माथि हिँडिरहेछ। अब उकालोको बाटो चाहिँ हामीले तय गर्नुपर्ने हुन्छ। उकालो चाहिँ हिँड्ने मान्छेलाई चाहिँ 1 घन्टा लाग्छ होइन। अब अरे हामी चाहिँ अलिक हिँड्न सक्दैनौँ। त्यही भएर हामीलाई चाहिँ अब लगभग
3 घन्टा लाग्छ होला जस्तो लागिरहेछ। लगभग अहिले चाहिँ हामी 10 बज्नु लाग्यो। भयो आउँदैछ। भ्यू चाहिँ यस्तो छ। अब यो उकालो चाहिँ अलिक धेरै गाह्रो छ। यहाँ चाहिँ खिजी बजार हो। खिजी बजार भिडियो भन्दा पौडी खेलेर हो क्या त्यहाँ। फोटो खिचाउ न यहाँबाट। ल टक्क देखाउन। सालक्क फोटो खिच्यो मेरो साइना माइला पक्री त खिच्दैन। कताबाट घुम्ने होला नि केटा हो होइन? घुम्दैन म त हो। यो नयाँ बनाएको हो फेरि आए आसिङहरू। ल चुप्लु भन्ने गुम्बा यही हो। पुग्नु पर्ने 3350। ल अब केटा हो फोटो हान्नुपर्छ। ल फाइनल्ली हामी त्यो देवीथानबाट उकालो लागिसकेको छ। पारीको भ्यू खिजी बजार अनि भाइहरू हाम्रो भाइहरू आउँदैछन् पछाडि आत्मा यहेङ हिँडेको है हामी चाहिँ गाई यहेङ खाएको इसायो सानो थाको इसायो करुन्दे सानो थादाका हिउँदो रसायो। भेरी नाइस हानु यही हो गाईचहरू। यावन भनेको यही हो। यावन भनेको आदमीहरू यावन। ल यो चाहिँ खिजी बजार हो। अब हामी चाहिँ यता आयौँ। बाटोको अवस्था यस्तो छ। सरेर आउँदा यता चाहिँ डेम्बाको सुरुवात भयो। हामी पुग्ने चाहिँ माथि डाँडा हो। एउटा यहीँनिर छ। दुईटा भाइ चाहिँ तल छ। ल फाइनल्ली अब चाहिँ सुरु भयो। डेम्बा डाँडा हवाई जहाज केटाहरूलाई चाबी त होइन राख भनेको माथि उडाइसक्यो। यस्तो छ है डेम्बा डाँडा। हानु ल यावन गाई छ यावन। यस्तो छ अवस्था। ज्यानलाई चाहिँ चिसो छ। अनुहार चाहिँ कालेमाथि निकाल्यो बनायो। निमराले यावन हानुल सेन फारम खिमुनी छ रखे हानुन फस्यो सरन्दल उरी सांगुन लाइखु खमिन्थु हाँसेर हामी चाहिँ यताबाट हल्का जाने टक्क लाएर मान्छेहरू आएको रहेछ गाईहरू यहीँको लागि आएको रहेछ घुम्नुको लागि। थुङसान गर्नु चाहिँ सकिँदैन। ट्रेन बनाएर मात्र थुङसान गऱ्यो भने चाहिँ पुरै मान्छेहरू चाहिँ यहाँ मासतिर आएर पिकनिक गरे जस्तो छ। गाईचहरू चाहिँ किनभने धेरै रमाइलो छ नि त। ल कस्तो डाँडा चाहिँ छोकिदिएर क्या कोही बेला माथि शीतल शीतल ठिकै छ। शीतलको लागि त हावा छ नि त यहाँ त। डेम्बा डाँडा खिजी बजार
पारिपट्टि चाहिँ रामेछाप पर्छ है तल लिखो खोला पर्छ डाँडालाई चाहिँ ल फाइनल्ली हामी चाहिँ 3350 आइसकेको छौँ। यो चाहिँ देम्बा डाँडाको थम्बा हो। भ्यू चाहिँ यस्तो छ। एकजना भाइ चाहिँ हाम्रो पर भ्यू टारमा छ। यहाँ तल चाहिँ गुम्बा छ है, यहाँनिर हेर्ने घर पनि छ। यो चाहिँ डाँडा भयो। अनि यो भाइहरू भइहाल्यो। अनि यो साइड चाहिँ उजाति छ, भ्यू टावर छ पर। हामी भ्यू टावरमा गएर पनि देखाउनेछौँ। तल चाहिँ खिजी बजार भयो। अनि पारी चाहिँ देख्न सक्नुहुनेछ हिमाल। तर यो कुन कुन हिमाल हो मलाई थाहा छैन। हिमालको भ्यू हेर्न सक्नुहुनेछ। तल गुम्बा छ। अनि गुम्बा नि हामी पुगेर देखाउने नै छौँ। ब्यागबाट हेर्नुहोला। ल फाइनल्ली हामी चाहिँ भ्यू टावरको छेदमा आएको छौँ। यस्तो छ है, पर चाहिँ मान्छे छ हल्ला गरेर। यहाँ चाहिँ हिमाल खतरा देख्थ्यो है, तर आज कुहिरो लागिरहेछ बादल। हिमाल आउँछ भने आउँछ। यो चाहिँ भ्यू टावर। दुई वर्ष अगाडि आउँदा चाहिँ हावा चलेको थियो। यहाँ चाहिँ सकेको थियो। डर लाग्छ डर पो लाग्छ। महिला चाहिँ आएर बसेको छ, हाम्रो महिला। मलाई फोटो खिच्दिन्छ हामीतिर चाहिँ फोटो सुट हुनेछ गाइज, त्यतै गर्नु होला। क्या नाचिरहेको छ क्या, हेर्नु त त्यहाँ अन्डर नबित्दै छिटो। हामी चाहिँ यहाँ भ्यू टावरमा आएको छौँ। भ्यू टावर चाहिँ यस्तो छ है, एकछिनमा कुहिरो लागिसक्यो है। यस्तो छ भ्यू टावर चाहिँ। हामी चाहिँ तल गुम्बा जाने कुरा भइरहेको छ। दुईजना चाहिँ भाइ चाहिँ नजाने भन्दैछन् भाइहरू। तल देखाउँछ है भिडियो। ल फाइनल्ली हामी गुम्बातिर जाँदैछौँ है। गुम्बा जाने बाटो चाहिँ यही हो जस्तो छ। अनि भ्यू चाहिँ दामी छ, एकछिनमा कुहिरो लागिसक्यो। पारिको भिन्न हिमालहरू चाहिँ देखाउन सक्थ्यौँ हामीले, तर पनि बादलको कारणले देखाउन सकेन हामीले होइन। अनि अब हामी गुम्बा पुग्नेछौँ। अनि गुम्बा नपुगेको चाहिँ म कति भने पहिला 72 सालमा आएको थिएँ। त्योभन्दा अगाडि लगभग भूकम्प लगभग त्यही 72 सालमा हो क्या म आएको। अलिक सानै थिएँ। अनि पछि भूकम्प गएपछि चाहिँ अनि म गुम्बामा पुगेको छैन। अनि अब धेरै पछि आइन्छ। त्यो कारणले गर्दाखेरि बौद्धमा पुगेर चाहिँ गुम्बामा पुगेर चाहिँ भिडियो बनाउने भनेको। यहाँनिर हाम्रो रिजनलाई आउँदैछ। अनि अब यहाँ तली चाहिँ घर बनाएको रहेछ, पहिला चाहिँ घर थिएन। अनि चिसो चाहिँ धेरै छ क्या। चिसो चाहिँ अब कस्तो भने यहाँनिर वैशाखमा पनि यो फ्रिजमा राखेको जस्तो हुन्छ पानीहरू सबै।
अहिले पनि ठन्डी धेरै बढिसक्यो अघि घाम लागेको थियो अनि अहिले चाहिँ कस्तो भने अहिले चाहिँ पुरै जाति भइसक्यो कि कुहिरो लागिसक्यो त्यही भएर ठन्डी भइसक्यो घाम लाग्दाखेरि चाहिँ ठिकै हुन्थ्यो अनि यहाँ तलि चाहिँ अब यो डाँडामा चाहिँ लगभग घर नबनाएको भएको हुन्थ्यो है अलिक साइडमा बनाएको भए हुन्थ्यो यो चाहिँ अब पर्यटक क्षेत्र भएको कारणले नि अब रमाइलोको लागि बनाउँदा पछि यहाँ घरहरू चाहिँ फोहोर पनि हुन सक्थ्यो अनि यहाँ अस्ति नै चाहिँ गल्फ प्रतियोगिता नि भएको थियो है यहाँ तलनिर रहेछ गल्फ प्रतियोगिता सम्पन्न भएको भने चाहिँ गल्फ प्रतियोगिता चाहिँ कस्तो भएको भने यो चाहिँ दोस्रो होला जुन नेपालको दोस्रो टपमा चाहिँ खेलेको भन्ने हो हुन त सोलुखुम्बुतिर पनि धेरै टप छ अनि हुन चाहिँ घर चाहिँ यहाँनिर रहेछ त्यहाँनिर बौद्ध पनि रहेछ यो बौद्धभित्र छिर्नको लागि चाहिँ यताबाट जानु पर्ला जस्तो छ मान्छे अनुमति छ कि छैन भने चाहिँ अघि चाहिँ पसिरहेको थियो यहाँनिर अझै छिर्थ्यो अब मान्छे छैन जस्तो छ मान्छे चाहिँ होइन चाबी लगाएको रहेछ यो ल अझै छिरिसकेँ यो चाहिँ हाम्रो घर रहेछ यो घरलाई चाहिँ अब त्यति फोहोर नगरी यहाँ पर्यटक क्षेत्रमा चाहिँ बाधा पुर्याउनु हुँदैन भन्छु म चाहिँ अनि यो चाहिँ बुद्धकै मूर्ति त होइन जस्तो छ ठ्याक्कै चाहिँ है घर यहाँनिर यस्तो छ यस्तो डाँडामा घर बनाएर बस्दा नि आनन्द चाहिँ हुन्छ अनि जुन यो चाहिँ दाहिने घुम्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई यो घुम्नेछु यस्तो छ म उल्टो घुम्या हो के हो हामी चाहिँ अब यहाँबाट ओह्रालो लाग्नेछौँ भाइ आउँछ औ भाइ तलि जानुपर्छ यहाँ तल बाटो त्यताबाट हो कहाँबाट म त फेरि थाहै छैन बाटो चाहिँ यताबाट अरे त्यो गेट लगाएर आयो गेट लगाएर आयो ए अनि यहाँ त गेटमा नाग्नु सक्दैन जस्तो छ नि भाइ अहिले सक्छ त यो यहाँ एकछिन छिर्ने हो कि यता हुँदै जाने हो भाइ यताबाट जाउँ न यतैबाट आइज न यता यहाँनिर लुङदरमा जाउँ है त चिसो छ है गाइस चिसो छ लुङदर हेर्न आमा कस्तो छ त यही भन्छ स्वर्ग ओखलढुङ्गाको दाजु एउटा ठुलो होइन साउन्ड छ ल साउन्ड त